मम्मीले खरायोलाई नुहाइदिएर टिलिक्कै पारिरहेको छ। घाम ताप्दैछ। मम्मी के गरेको यस्तो? मान्छेले नुहाए सँगसँगै खरायोलाई पनि यसरी नुहाइदिनुपर्छ है। सफा भयो चिटिक्क परलाई। खान्छ नि मम्मी। अब के गर्नु थाहा छ? अब यस्तो ड्रायरले हावा सेकाइदिन्छ। तातो जा स्ट्रेट पनि गर्दै जा। अब यसको कपाल स्ट्रेट गर्नु पर्यो अब। जा बा कपाल सिधा कता सिधाउनु भाइ के सिधाउनु पर्दैन र। स्ट्रेट गरिदिनु पर्यो है मेरो भाइलाई पनि यहाँनिर ल कपाल स्ट्रेट स्मुथै छ। त्यही किन गर्नु पर्यो त? ल मम्मी जाउँ खरायोलाई अब नुहाइदिएर घाममा सुकाइदिनु पर्यो। चल भाइ अब